हेलो एन्ड नमस्ते साथीहरू, हजुरहरूलाई फेरि पनि मेरो न्यू डे न्यू ब्लगमा स्वागत छ। आज चाहिँ हजुरहरूले देखिरहनु भइसक्यो मेरो अगाडि यति धेरै बुके छ जुन चाहिँ मैले रातारात बनाइसकेँ क्या। हिजो दिउँसोदेखि लिएर बेलुका गरेर 1-2 बजी सुतेको म। अनि यो अब यत्रो धेरै बुके किन बनाएँ भन्नुहुन्छ भने चाहिँ आज म र मेरो बहिनी चाहिँ जानेवाला छौँ बसन्तपुर, जहाँ चाहिँ अब कपल्सहरू गएका छ होइन। हेर्दै हेर्दै अगाडि गएर बेच्नुपर्ने हुन्छ, मेरो बुके लिनुहुन्छ। अनि बुके भन्नुभन्दा अगाडि दाम भनिहाल्नुपर्छ जस्तो कि है, अलिक सस्तोमै बेच्नेवाला छौँ हामी। अब यो सबै बुके बिक्री हुन्छ कि हुँदैन चाहिँ हेर्नको लागि तपाईँले फुल भिडियो हेर्नुपर्ने हुन्छ। हेर्नु सक्नुहुन्छ। हजुरलाई कस्तो लागेको छ यो बुकेहरू नै कमेन्ट गर्न सक्नुहुन्छ। गाइज अब चाहिँ हामी 3 जना चाहिँ घुम्न जान लागेको छौँ। मेरो साइडमा छ 2टा बहिनीहरू र हामी 3 जना चाहिँ गएर 10वटा फुल बेच्न सक्छ कि सक्दैनौँ भनेर हेरौँ है त। सी यू इन न्यू रोड। बाइ बाइ। कुन चाहिँ हो अलिकति डरो खालको चाहिँ तल हालौँ। त्यही हाल्नु झुल भयो नि त। अलिक बिस्तारै हाल्ने फेरि त्यहाँ पुग्दा क्याचक कुचुक। अब के भन्छ त त्यस्तो हुँदैन होला किनकि सबै लाइटै छ नि त। नहोस् है भगवान् त्यस्तो चाहिँ कता कुचुक चाहिँ एकदुई हातमा बोक्नु। अनि यसरी बोक्नु मिल्दैन। हजुर देखिहाल्नुभयो हामीले सबै बुके हाल्यो। हामी चाहिँ 1 झोला बुके भएको छ 10वटा पनि अब बेच्न जमाइ छ। गाइज हामी चाहिँ हिँडिसक्यौँ पुरै फुल बोकेर। कस्तो लागिरहेछ? एकदम राम्रो। अहिले चाहिँ अब के हुन्छ कस्तो फिल भइरहेछ? ए म नि फुल बोकेको छु। यति राम्रो राम्रो फुल त अब किनिदिनु चाहिँ हुन्छ कि हुँदैन थाहा छैन। क्वाइट अब अक्वर्ड नर्भस टाइपको नि फिल भइरहेछ मलाई होइन। तर कस्तो फिल भयो? तर नर्भस फिल भएको छैन? तर नर्भस अलिकति अक्वर्ड टाइप फिल भएको छैन? किन भएको छैन? मलाई मात्रै भएको छ भने चाहिँ भएको छैन भन्छ। यो सबैजना चाहिँ प्रो नै निक्ले क्या हो। म एउटा चाहिँ यहाँ नर्भस टाइपको छु। यहाँको चाहिँ राम्रो थियो चाहिँ फुलहरू यसो हेर्दा नि हो। यो चाहिँ अलिक महँगो टाइपको, यो चाहिँ अलि सस्तो टाइपको हो। एकदमै मिक्स्ड फिलिङ आइरहेको छ। अब बेच्न त सक्दैन थाहा छैन, तर यसलाई पिङ खेल्न मन लागेको छ अरे। पिङ खेल्न पाएको छैन, त्यसैले हामी पहिला चाहिँ पिङ एकचोटि मच्चिएर जान्छौँ। धेरै त मच्चिँदैनौँ, हल्का हल्का बसेर खेल्नु होला होइन। त्यहाँ चाक्क अड्दैन। बसेर खेल्नु होला होइन। हाम्रो फुलहरू यहीँ छ राख्यौँ। ए उल्टो भयो यो चाहिँ मचिनमा त मचिन्छस् नै। ढकाल्यो त्यसलाई ढकाल्छ क्या छ नि। ढकाल्न पो ल चुप लगा। अब यसले चाहिँ एकचोटि मचिन्छ अलिअलि हल्का हल्का। हेर्नुहोस् है लु चाचा उही। हाम्रो न्यू रोडको यात्राभन्दा अगाडि एउटा यो पिङ खेल्ने प्रोग्राम भयो। हाम्रो फर्स्ट कस्टमर हजुर सबैको प्राइस सेम हो। ठुलोको यो सानोहरूको चाहिँ 180, यिनीहरू चाहिँ 220 छ। 3टा हजुर बसन्तपुरतिर जाऊँ भने कि कतिसम्म यता चाहिँ खासै सेल हुँदैन कि भनेर। ए हो मेरो त हाम्रो त उही हो, नजिकै हो। मिल्छ भिडियो नै बनाएर आएको हामी चाहिँ। हामीले चाहिँ फर्स्ट सेल गरिसक्यौँ 2टा है। कस्तो लाग्यो? तर मलाई चाहिँ कस्तो सेल हुन्छ जस्तो फिलै भएको थिएन कि। तर कस्तो खुसी लाग्यो फर्स्ट हुँदा चाहिँ। अब चाहिँ हामी न्यू रोडतिर बढ्दैछौँ। सिधै न्यू रोडमा गएर भिडियो बनाउँछु भनेर सोचेको थिएँ, तर यसो
बिक्री भएर उहाँहरूको नि यसो हल्का क्लिप्स राखेको छु तर होइन हामीले जे सोचेर त्यही भयो कालोवाला ब्ल्याक कलर बिक्री हुँदैन होला भनेको थियो तर फर्स्टमै ब्ल्याकवाला खासै बिक्री हुँदैन होला सोचेको थियो तर फर्स्टमै त्यही भयो कि कसले भन्छ त्यो त्यस्तो हो कि हामीलाई बनाउने मान्छेलाई नराम्रो लाग्छ कि यस्तो खतरा लाग्छ नि त्यही त बनाउने मान्छे नराम्रो लाग्छ हेर्ने मान्छे राम्रो लाग्छ भन्थ्यो मलाई त राम्रो लागेकै थिएन कि यो सबै होइन यस्तो क्युटीवाला छ यस्तो क्युटीवाला छ कि सबै अनि म चाहिँ त्यो ब्ल्याकवाला चाहिँ कस्तो अलिकति ऱ्यापिङ पनि ठुलो भएर मन नपरे जस्तो भएको थियो तर फर्स्टमै बिक्री हुँदा चाहिँ कस्तो खुसी लाग्यो अब चाहिँ हामी बस चढ्ने ठाउँमा आइपुग्न लाग्यो साथीहरू एउटा मिस्टेक चाहिँ हामीले के गरेछौँ भन्दाखेरि चाहिँ यहाँ अगाडि फर सेल भनेर राखेको भए चाहिँ मान्छेले ठ्याक्कै चिन्थ्यो अनि कतिले चाहिँ अब हामीले बोकेर हिँडिरहँदा चाहिँ अब कहीँ लगेको हो कि जस्तो लाग्ने नि रहेछ नेक्स्ट टाइम चाहिँ हामी फर सेल भनेर राख्नेछौँ ल है साथीहरू हेरिरहनु होला हाम्रो भिडियो अन्तिमसम्म हेरेर जानु होला अलिक किन्न पनि आउनु होला गाडीको लास्टै छिटो चलायो यो गाडीले त हामीलाई फुल बेच्नुभन्दा अगाडि नै मार्दैन फुल बेच्न हिँडेको मार्दैन भइरहेछ बसमा आउँदा चाहिँ हाम्रो प्लान चेन्ज भएर हामी अब चाहिँ कमलको बाटो जाने जमल भनेर जमलमा झरेर भनेर अहिले जमल झरेछ अब चाहिँ हामी नराको हिँडेको अलिक अगाडि जानु है हामी त्यहाँ कस्तो लाग्यो त भनिदिनु न भिडियो लाग्यो यहाँ भनिदिनु न ए हो राम्रो लाग्यो है ल थ्याङ्क यू तपाईँलाई नि दुईटा बिक्री भयो दुईटा बिक्री भयो अब त्यस्तो मान्छे आइरहेको चाहिँ त्यो गरिदियो न कतिवटा चारवटा फुल बेच्यौँ अनि लाग्दैछौँ बसन्तपुरतिर गाइस कता गयो भने हजुर तर हामी त होलसेल रेट भन्दा सस्तोमै बेचेको अनि स्टेसनरीतिर नि सोधेको अनि कस्तो अलिकति बिग्दैन होला त्यो लाइक अन्त नास्ता गर्ने अनि नराखे आफै बोक्न हिँडेको आज कस्तो लाग्यो हजुरलाई हेर्नु यहाँ छ सेमै हो कति हो हुन्छ यो बोक्नु कस्तो एक्सपिरियन्स भएर छ र अङ्कललाई धन्यवाद बाई बाई हजुर हजुर ए हुन्छ हेर्नुहोस् न राम्रो छ हेर्नुहोस् न लिइदिनु न एकवटा लिइदिनु न
फुल चाहिँ अब 4टा मात्रै बाँकी छ। ठुलोवाला चाहिँ ठ्याक्कै 3टा अनि सानोवाला 3टा सेल भएछ। अब चाहिँ हामी बसन्तपुरमा को लिनुहुन्छ? बसन्तपुरमा बसिरहेको छौँ 3 जना। जुम गरौँ। अब चाहिँ हाम्रो लास्ट 2टा फ्लावर छ यहाँ। अब यो इन्द्र होइन यो के अरे यो मन्दिरको नाम थियो इन्द्र। यता हामी छौँ नामै बिर्से। यता पुरै बजारमा मार्केट छ। अब हेरौँ है हाम्रो यो 2टा फुल चाहिँ कसले लिइदिनुहुन्छ। अनि बस्दा बस्दा हल्का फुल्का थाकी पनि सक्यौँ। आज चाहिँ टायर्ड फिल भएको छैन। सेम यहाँ भोक लागिसक्यो। 2टा बिग्यो भने त गएर चटपटे पानीपुरी खाने हो। त्यही घर हाम्रो घर छेउमा खानुपर्छ है। गएर खानुहुन्थ्यो केही। हेलो गाइज, इट वाज एन अमेजिङ डे। अनि अब हाम्रो लास्ट एउटा छ। अहिले चाहिँ हामी असनको बिचमा बसिरहेको छौँ। यहाँ चाहिँ अब अँध्यारो भइसक्यो। 6 बज्न लागिसकेको छ। अनि इट वाज रियली अमेजिङ डे। मेरो यहाँ बहिनी चाहिँ पुरा बेच्ने कोसिस गर्दैछ अर्को व्यापारीलाई। चाप यस्तो छ। यता हेर। अब चाहिँ लास्ट एउटा चाहिँ हामी घरै लाँदैछौँ। भोलि फेरि बनाएर ल्याउने भनेर। अनि म चाहिँ अब सिधै घर गएर भिडियो बनाउने सोचमा थिएँ कि। तर यहाँको सिन हेर्नु कस्तो राम्रो हो। पुरै बत्ती हालेछ। तिहार भएको भएर होला। ओके गाइस, सी यू नेक्स्ट भिडियो। भोलि फेरि हामी आउनेछौँ यहीँ बेच्नलाई। राम्रो देखिरहेछ हो। तर ऊ हो कि चाहिएको छैन नि त मान्छेलाई। हामीलाई चाहिँ अब खुल्दुली बुके लिनुहुन्छ? हामीलाई चाहिँ खुल्दुली किन लिएन? हाम्रो राम्रो देखाएको छ त जस्तो हुन्छ। अब के थाहा। अब के हो यस्तो नगर न। साथै उठ्छ यहाँ मान्छेको। किन अगाडि पड्काएको? साथै उडाइदियो बहिनीले। अब चाहिँ हामी घर जाँदैछौँ आज। अनि त्यो होलसेल पसल हेर्न गएको त्यो पनि खुल्ला थिएन। अब चाहिँ हामी सुई घर नै जान्छौँ। अनि पानीपुरी चटपटे खान्छौँ होला होइन। त्यो आन्टीमा बसेर। यदि खुल्ला छ भने खुल्ला होला। See you guys in next video. Love you all होइन। अन्तिमसम्म हेरिदिनु हुनेहरूलाई। अब भोलि फेरि हामी यति धेरै बुके बनाउँछौँ। अनि तपाईँलाई फेरि पनि देखाउँछौँ रातमा बेच्दा चाहिँ कस्तो हुन्छ। आज हामी दिउँसो आएको। भोलि चाहिँ हामी रातमा आएर बेच्दैछौँ। हेर्नु होला है त गाइस।